गाइस म यतिखेर नेपालकै भनौँ न रौतहट जिल्लाकै ऐतिहासिक सबैभन्दा पुरानो दुर्गा मन्दिर मत्सरीमा छु र यहाँदेखि भित्र प्रवेश गर्दैछौँ र भित्रको दृश्यहरू हजुरहरूले म देखाउँदै गर्छु। मेरो हजुरआमा भन्ने गर्नुहुन्थ्यो कि उहाँ बच्चा हुँदाखेरि यहाँ पूजा गर्न आउनुहुन्थ्यो, जुन कि अहिले हजुरआमा मेरो 85 वर्षको हुनुभयो। यो हिसाबले यो मन्दिर निकै नै पुरानो छ, अलमोस्ट नेपालकै सबैभन्दा पुरानो भनौँ या रौतहट जिल्लाकै सबैभन्दा पुरानो मन्दिर। त्यहाँ हेर्न सक्नुहुन्छ कति मजाले सजाएको छ के यो। तर यसपालि आज अष्टमी भएकोले गर्दा आज खासै भिड छैन, तर पर साल चाहिँ अष्टमी या नवमीको गर्दाखेरि चाहिँ एकदम लास्टै भिड थियो। भोलि चाहिँ नवमी भएकोले गर्दाखेरि यहाँ बाटोदेखि नै उता परदेखि एकदम पुरा चाप हुन्छ कि यहाँ बलि दिने गर्छ होइन। पुरा रगतले नै पुरा भरिसकेको हुन्छ क्या बाटो। अनि त्यस पछाडि चाहिँ भोलि घुम्न अलिकति गाह्रो भएकोले गर्दाखेरि आज म अष्टमीको दिन म यहाँ आएको छु घुम्न र पूजा गर्न। सो टाइम वेस्ट नगर्दै हामी अगाडि बढ्छौँ है, भित्रतिर जान्छौँ। भित्र एकदम मजाले सजाएको रहेछ, पोहोर साल जस्तो नै छ, तर पोहोर साल योभन्दा नि राम्रो सजाएको थियो। आज भिड छैन, त्यसैले म मेन गेट हुँदै चाहिँ भित्र जान्छु है। यो मेन गेट हुँदै चाहिँ म भित्र छिरेँ है। अनि यहाँ चाहिँ चप्पल यहाँ चाहिँ खोल्नु पर्ने हुन्छ, यहाँ चप्पल खोल्छौँ होइन, यहाँ चप्पल खोल्छौँ। अब यहाँ चप्पल राखिरहेको छौँ। हेर अब उताबाट आउँदाखेरि यहाँ हुन्छ कि हुँदैन, यहाँ त कसैले चलाउँदैन। यहाँबाट चाहिँ म भित्र जान्छु है। कति मजाले सजाएको छ है यो। यसरी मेन मन्दिर चाहिँ यो भित्र रहेको छ यो। अनि हाम्रो मेन मन्दिर चाहिँ यहाँ छ। यो पुरा सबै एरिया भित्र व्यापारको लागि पनि छुट्याइएको छ भने होइन। यहाँ चाहिँ भोलि चाहिँ यहाँ बलि दिने परम्परा रहेको छ। अलमोस्ट त्यो पालि चाहिँ 4 देखि 5 भन्दा बढी नै बोकाहरूको बलि दिएको थियो। अब यसपालि कति छ त्यो त भोलि नै यकिन थाहा हुन्छ होइन। अनि हाम्रो मेन मन्दिर चाहिँ यहाँ रहेछ। अनि भित्रको चाहिँ हेर्नु पर्यो भने होइन, अहिले भक्तजनहरूलाई चाहिँ छिर्न चाहिँ दिएको छ भित्र होइन। यो गेटबाट यहाँ यता गेट रहेछ, यो यता गेट रहेछ, यहाँबाट छिर्ने अनि पूजा गर्न दिइन्छ। भित्र पुरै एकदम हार्मोनियमको पर्खाला आएको रहेछ होइन। म भित्र छिर्छु अहिले एकछिनमै। अनि यो भित्रको मन्दिर चाहिँ यस्तो रहेछ। गाइस म भित्रै गइरहेको छु मन्दिरभित्रै, मन्दिरको प्राङ्गणमा। अनि भित्र चाहिँ हेलमेट लैजान अलाउड नभएकोले गर्दा म हेलमेट र आफ्नो ग्लासेस चाहिँ हेलमेट र ग्लासेसमा यहीँ छोडेर गइरहेको छु भित्र। गाइस भित्रको चाहिँ म तपाईँलाई देखाउँछु है। भित्रको चाहिँ यस्तो छ मन्दिर। म ब्याक क्यामेरा गरेर देखाउँछु। हाम्रो पाठ यहाँ यसो चलिरहेको छ। अनि भित्रको मन्दिर चाहिँ पुरै मन्दिरमा भएको जुन मूर्तिहरू हजुरहरू हेर्दै हुनुहुन्छ यो सबै शङ्खमरमरको मूर्ति रहेछ। अनि शङ्खमरमरले बनाएको छ र रौतहट जिल्लाकै या नेपालकै भनौँ न सबैभन्दा पुरानो दुर्गा मन्दिर चाहिँ यहाँ रहेछ। ल म मोबाइल फोन लिएर भित्र छिरेको थिएँ, तर भित्र मोबाइल फोन एलाउड छैन, थोरै भिडियो गर्न पाएँ होइन। अब यहाँको अब सिस्टम के कस्तो छ त्यो त अब तराईमा नेपालकै भनौँ न, नेपालकै सिस्टम कस्तो छ भन्दाखेरि कुनै पनि म्युजियम या मठ मन्दिरमा जाँदाखेरि मोबाइल एलाउड गर्न दिँदैन, न फोटो तान्न दिन्छ न भिडियो गर्न दिन्छ। अब यहाँ सिस्टम यस्तै चल्दै आएको छ। तर हामी बाहिर हुँदाखेरि युके हुँदाखेरि चाहिँ म्युजियममा हरेक चिजमा मोबाइल लाग्न पाइन्छ र फोटोहरू खिच्न पाइन्छ। अब यहाँ के कस्तो छ होइन, भित्र किन खिच्न दिँदैन, के गर्छ कि अरूले कपी गर्छ कि अरूले के गर्छ त्यो कुरो चाहिँ हामीले थाहा भएन। तर यो अलिकति अनएक्सपेक्टेड त्यस्तो राम्रो लाग्दैन होइन। अब भित्र होला आफ्नो ओपिनियन होला, किन खिच्न दिँदैन के छ कस्तो छ त्यो त भित्रको कुरा हो। त्यो मैले विरोध गर्न खोजा होइन कि, मैले जस्ट एउटा नलेजको लागि कि अब खोइ के हुन्छ भनेर यहाँ फोटो मान्छेलाई न फोटो खिच्न दिन्छ, न फोटो पनि अलाउड हुँदैन, र भिडियो पनि गर्न अलाउड हुँदैन। तर त्यही बाहिर हुँदाखेरि हामी म्युजियममा प्रत्येक कुरोमा फोटो खिच्न पाइन्छ, आफ्नो सेल्फी लिन पाइन्छ प्रत्येक चिज। तर नेपालमा किन हुन्छ यस्तो, किन फोटो पनि लिन दिँदैन, भिडियो पनि लिँदैन? उसले लाग्छ कि कपी हामी गर्छौँ कि केही छोडेर लान्छ, अब खोइ के कस्तो होला त्यो कमेन्टमा चाहिँ भन्नु होला। यहाँ चाहिँ भनाइ चाहिँ कि जति पनि
भित्र माताले लगाउनु भएको मूर्तिहरू हेर्नुभयो यहाँ भनिन्छ या भनौँ न मैले सुने अनुसार कि सबै सुनको रहेछ सुनको अनि सप्तमीको दिन चाहिँ ब्याङ्कबाट सुन लिएर आउँछ सबै घरघानाहरू अनि मूर्तिलाई लगाइन्छ मातालाई लगाइन्छ अनि जब नवमी दशमी सकिन्छ त्यसपछि फेरि जति पनि गहनाहरू सबै लगेर चाहिँ ब्याङ्कमा राखिन्छ क्या बुझाइन्छ सेफ्टीको हिसाबले गर्दाखेरि हुनसक्छ त्यस्तै गर्दा पनि फोटोहरू सायद नखिच्न दिएको होला होइन र हेलमेटहरू लैजान तपाईँको यो के भन्छ बेल्टहरू लगाएर जान पर्स लग्न यो लेदरको कुरोहरू भित्र रेस्ट्रिक्टेड छ क्या भित्र लान पाइँदैन त्यही भएर चाहिँ यो भन्नुपर्दाखेरि नेपालकै भनौँ न नेपालकै सबैभन्दा पुरानो मन्दिर दुर्गा मन्दिर होइन या रौतहट जिल्लाकै भनौँ न सबैभन्दा पुरानो मन्दिरमा यसलाई चाहिँ लिन सकिन्छ क्या गाइज यो चाहिँ भित्र त्यहाँ चाहिँ स्टुडियो बनाएको रहेछ होइन अब फोटो खिच्न सकिन्छ फोटो खिच्ने फ्यामिलीसँग अनि त्यसपछि सफा गराएर लैजाने यहाँ चाहिँ बिजनेस व्यापारहरूको लागि पनि ठाउँ छुट्याएको छ भने यहाँनिर चाहिँ तपाईँको भोलि बलि दिने अब नवमीको दिन महानवमीको दिन बलि दिने चलन भएकोले गर्दाखेरि अब दुर्गा मातालाई बलि दिइन्छ यहाँनिर अगाडि वर्षाल चाहिँ 4-5 हजार बोकाहरू काटेको थियो त्योभन्दा नि बढी अब यसपालि चाहिँ कति चाहिँ एक्ज्याक्ट थाहा छैन त्यो चाहिँ अब भोलि चाहिँ थाहा हुन्छ होइन तर आज अष्टमीको दिन चाहिँ म प्राय आएँ घुम्न तर आज खासै चाहिँ बिजी छैन त्यस्तो अब भोलि बलि दिने गर्दाखेरि चाहिँ भोलि एकदम लास्ट भिड हुन्छ यो चारैतिर जुन तपाईँले फ्लोर हेर्दै हुनुहुन्छ नि यो सबै चाहिँ रगतले चाहिँ पुरा भरिएको हुन्छ क्या अनि त्यस पछाडि रगतले हुँदाखेरि अलिकति घुम्न अप्ठ्यारो भएकोले गर्दाखेरि चाहिँ म चाहिँ आजै आएँ अनि बाहिरको चाहिँ यो एरिया छ भने अनि हाम्रो मन्दिर चाहिँ यस्तो रहेछ क्या भित्र त जान पाइएन तैपनि कोसिस गरेँ थोरै भिडियो बनाउन पाएँ